हाई एभ्रिवान, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। आज चाहिँ म हजुरहरूको माझमा फिस करीको रेसिपी लिएर आइसकेको छु। सो स्टार्ट गरौँ है। फिसको लागि चाहिँ सुरुमा नहुने भनेको चाहिँ लसुन हो। एन्ड हामीले माछाको माथिबाट चाहिँ यसरी बेसार, नुन अनि त्यसपछि खुर्सानीको पेस्ट अनि यो लसुनलाई पनि एकदम राम्रोसँग मिलाएर म्याग्नेट गरेर राख्यौँ। त्यसपछि यतातिर हामी प्याजहरू कटिङ गर्नतर्फ लाग्यौँ। अनि त्यसपछि टमाटर पनि हो एड गर्न सक्नुहुन्छ आफ्नो इच्छाअनुसार। त्यसपछि चाहिँ हामीले ग्यासमा प्यान बसाएर नुन राख्यौँ, किनभने यसमा नुन राख्यो भने अलि प्यानमा चप्किँदैन माछा। त्यसपछि तेल पनि राखेर अनि हामीले एक एक गरेर माछालाई चाहिँ यसमा राखी सो हेर्न सक्नुहुन्छ यसरी राख्ने सबै एन्ड केही समय यस्तै होल्ड गर्ने, पाक्न दिने। त्यसपछि चाहिँ यसलाई फर्काउने है। फर्काएपछि राम्रोसँग पाकेको छ कि छैन हेर्नु होला। सो गाइज अनि यता माछा पनि एकदम राम्रोसँग फ्राई भइसक्यो। त्यसपछि चाहिँ मैले सबैलाई एक एक गरेर निकालेँ प्लेटमा। त्यसपछि चाहिँ फेरि बचेको माछा थियो त्यसलाई पनि फ्राई गर्नको लागि तेल राखेर फेरि मैले माछालाई एक एक गरेर राखेँ यसमा। अनि यसलाई पनि हेर्न सक्नुहुन्छ यस्तो राम्रोसँग मैले फ्राई गरिसकेको छु। अनि देख्न सक्नुहुन्छ गाइज माछा चाहिँ फ्राइड भइसक्यो। अब चाहिँ हामी लाग्नुपर्छ करीतिर। सो करीको लागि सुरुमा चाहिने भनेको सर्से नै हो। त्यसपछि हामीले यसमा एड गर्नु पर्यो नुन, बेसार, खुर्सानी एन्ड पिसेको लसुन एन्ड देन कराई बसाल्ने। त्यसपछि त्यसमा हाल्ने तेल अनि त्यसपछि दुईवटा खुर्सानीलाई पनि राखिदिने। त्यसपछि प्याजलाई एकदम राम्रोसँग ब्राउन कलर हुने गरेर भुट्ने। त्यसपछि चाहिँ अघि बनाएको करीलाई पनि यसमा एड गरिदिने र एकदम राम्रोसँग चलाउने। त्यसपछि टमाटरलाई पनि एड गरेर त्यसलाई 10 मिनटको लागि छोडिदिने। अनि हेर्न सक्नुहुन्छ यहाँ यस्तो भइसकेको छ, एकदम राम्रोसँग पाकिसकेको छ। अनि त्यसमा अलिकति पानी हालेर फेरि पकाउनको लागि मैले राखिदिएँ। त्यसपछि चाहिँ अझ फेरि पानी हालेर चाहिँ अनि मैले आफूले खाने जति, आफूलाई चाहिएको जति चाहिँ राख्ने। एन्ड अब यता धनियाँ पनि काट्ने अनि काटेर चाहिँ यस्तो माथिबाट छर्किदिने। त्यसपछि त्यसलाई एकदम राम्रोसँग चलाउने। अनि हेर्न सक्नुहुन्छ लुक यस्तो भइसकेको छ, एकदम राम्रो भइसकेको छ। अनि त्यो अघि फ्राई गरेको माछाहरूलाई छ नि त्यसलाई एक एक गरेर चाहिँ यसको माथिबाट अब राखिदिने। यसरी राख्ने अनि अब सबले राखिसक्यो। एन्ड अब यसलाई पाक्नको लागि छोडिदिने केही बेरसम्म यस्तो राम्रोसँग एकदम पकाउने, किनभने यसलाई झोललाई पनि सेट हुनु पऱ्यो नि यो फिससँग माछासँग। त्यसपछि अब पाकिसकेको छ। सो अब चाहिँ सर्भ गरौँ। सो गाइज आजको भ्लग यतिसम्मै। अब भेट्नुपर्छ अर्को भ्लगमा। ओके बाई बाई, टाटा, लभ यू।